हाम्रो पनि जीवन त्यस्तै हो। अब जुन दिन अब म पनि अहिले यहाँ बोल्दा बोल्दा मेरो आत्मा जाने दिन आयो भने मेरो पनि शरीर यो ढल्छ, यो गनाउने शरीर, यो कुहिने शरीर, यो बोक्रा शरीर, यो शरीर बाँकी रहन्छ तर आत्मा चाहिँ माथि जान्छ। त्यसकारण यो आत्मालाई रोकेर राख्ने, कतिन्जेलसम्म यो संसारमा राख्ने, कतिन्जेलसम्म फिर्ता गर्ने, कतिन्जेलसम्म बोलाउने, यो सबै सृष्टिकर्ताको अधिकार छ। हो त्यही भएर हामीले घरिघरि हाम्रो भाउजूहरूलाई, बहिनीहरूलाई, नानीहरूलाई भनिरहन्थ्यौँ ल है, जीवनको ठेगान हुँदैन, जिन्दगीको कुनै टुङ्गो छैन, तर यो संसारबाट बिदा हुनुभन्दा अगाडि चाहिँ यो जीवित परमेश्वरलाई पुकारिराख्नुपर्छ। यो प्रभुको हातमा हाम्रो आत्मा सुम्पिनुपर्छ। किन हामीले धर्म लिएको होइन नि त, कुनै धर्मलाई ग्रहण गरेको हो र, तर जीवित परमेश्वरलाई भक्ति गरेको नि त हामीले, जसले घाम बनाउनु भयो। अहिले मान्छेले घामलाई चाहिँ भक्ति गर्छ, घाम बनाउनलाई खोज्दैन। खोलालाई भक्ति गर्छ, खोला बनाउनलाई खोज्दैन। पिपलको रुखलाई पूजा गर्छ, तर पिपल उमार्नेलाई पूजा गर्दैन, भक्ति गर्दैन। गल्ती यसैमा छ, बनाउनेको कुरा छोडेर बनिएको कुरालाई भक्ति गर्नु। त्यो त कति ठुलो ईश्वरीय एउटा भुल हो क्या। ईश्वरको नाम त लिने, तर यति साह्रो भुलमा, यति साह्रो गल्तीमा जीवित परमेश्वर सृष्टिकर्तालाई छोडेर सृष्टिको थोकलाई भक्ति गरिने, पूजा गरिने, यो त सबैभन्दा ठुलो मानवीय गल्ती। मान्छेको जिन्दगीको सबभन्दा धोका यही हो प्रिय। मान्छेको जीवन कतिले भन्छ, कतिलाई श्रीमतीले धोका दिन्छ, कतिले श्रीमानलाई, कतिको घरमा श्रीमानले धोका दिन्छ, कतिको घरमा श्रीमतीले धोका दिन्छ, कतिको घरमा साथीले धोका दिन्छ, आफन्तले धोका दिन्छ, नातेदारले धोका दिन्छ, तर त्यो धोका केही पनि होइन। त सबैभन्दा ठुलो धोका चाहिँ पृथ्वी तलमा रहेका बेला जीवित परमेश्वरलाई भक्ति नगर्ने, जीवित परमेश्वरको प्रार्थना, उहाँको सामने प्रार्थना नगर्ने, जीवित परमेश्वरलाई आदर नगर्ने, उहाँको भक्ति नगर्ने, जतिको ठुलो धोका, त्यो नपाइकन एक दिन अचानक काल आउँछ, कालले हरेर लैजान्छ। आयो टप्प टिप्यो, लग्यो मिति पुग्यो, टारेर टर्दैन।